करणको भर्खर एउटा आफ्नो च्यानलमा एउटा गीत पनि निकालेको छ हो र त्यो पनि सुनौ न सुनौँ न ओहो आजको एपिसोड नै करणमय हुने भयो है यो गीत विशेष मैले आफै लेखेको अनि कम्पोज पनि आफै गरेको हो र यो त विशेष छ ल आफैले लेखेको आफैले गाएको आफैले आफै खेलेको पनि खेलेको पनि हो र अनि आफैले मात्र सुनेको अनि क्यामेरा पनि आफै गरेको त होइन है होइन त्यो त आफै गरेको होइन ल हिजोसम्म मेरा नै थियो आज रुकै भयो चाहिँदैन साथ त्यो झुटो माया भएको खुसी नृत्यै गयो हेरिरहे फर्केर तिमीलाई फर्किदिन्थे बुझिदिए मलाई बुझिदिनु मनका भावनालाई भावनाई भनु म कसलाई तिमी नै नभए झै साथमा थियो साथ नभए झै लाग्न थाल्यो म त एक्लो छु है तिमी नै नभए झै यही गीत ल यो गीतको लागि तिमीलाई एउटा चिज विशेष चिज चाहिँ यहाँ गिफ्ट दिनु पर्ला जस्तो हुन्छ सर हामी 3 जना त्यहीँ आएर दिन्छु ल है त विशेष 4 जना भन्दिनु न सर म पनि हुन्थेँ नि हेलो सर 4 जना भन्नुहोस् न थ्याङ्क यू लाग्नै पर्यो थ्याङ्क यू सर जजहरूका सामु करणको यो अप्रत्याशित उपस्थिति नयाँ प्रतिस्पर्धीहरूका लागि प्रेरणादायी अनि करणका संसारभरका प्रशंसकहरूका लागि अवश्य पनि सिजन 6 को एउटा यादगार दृश्य बन्नेछ।